हामी वर्तमान लक्ष्मीलाई अग्र स्थानमा सरहरूको अनुरोध छ, त्यसै गरेर अग्र स्थानमा बोलाएँ। त्यसै गरी केन्द्रीय महासचिवलाई पनि मैले अग्र स्थानमा बोलाएँ। त्यसै गरी केन्द्रीय प्रवक्ताज्यूलाई पनि नामले यहाँलाई चिनाइरहनु पर्ने आवश्यकता ठान्दिनँ। त्यस सँगसँगै अगाडि रहनुभएका यहाँ सबैमा हामी आभार व्यक्त गर्न चाहन्छौँ। हाम्रो इन्टरलाई स्वीकारेर यहाँसम्म आइदिनु हो। आज कार्यक्रम जुटेर अनि अर्को समस्या के भयो भने यो लोकेसनको बारेमा धेरै जानकारी नभएको कारणले खासै आउन चाहनु भएन। अहिले पनि साथीहरू म माछा पोखरीमा आइरहेको थिएँ, माछा पोखरीको हलमा र भनेर राख्नु भएको छ। यता कार्यक्रम छ हाम्रो, यता हो यता आउनुहोस् भने हो उहाँको हो एउटा समस्या भएछ। सायद आगामी दिन यस्तो होला। यहाँ सबैमा म नेपाल सरकारबाट अनि केन्द्रकै तर्फबाट पनि लिएर नमन गर्दै हार्दिक स्वागत गर्न चाहन्छु। हामीले लामो समयदेखि यथावत रहेको नेपाल सरकार पुनर्गठनको कार्यक्रमलाई आज पूर्णता दिने जरुरत भएका छन्। यो यात्रामा हामीलाई विविध रूपले साथ दिनुहुने यहाँहरू सबैप्रति हार्दिक नमन अर्पण गर्न चाहन्छु। अलिक सानो बनाउनु भए पनि हुन्छ। युवा साथीहरूको लागि छ, किनभने यसलाई हामीले युएको त्यो तातो घाममा खजुरको बोट मुनि, अब यहाँ चाहिँ हामी खजुर नै भन्छौँ, त्यतातिर डेट्स पनि भन्छ, त्यो बोट मुनि, किनभने त्यहाँ चाहिँ 2-4जना मान्छे धेरैजना भेला भएको पनि देख्न नमिल्ने, नपाइने, त्यहाँको नियमले गर्दा सभा जुलुस गर्न पाइँदैन। यी विविध कुराहरूले गर्दाखेरि चाहिँ बाहिर यसो खजुरको बोट मुनि चाहिँ बसेर सल्लाह गरेर यसो गफसफ गरेर जस्तो साथीहरू बसेर एउटा संस्था चाहिँ जन्माउनुपर्छ। यहाँ चाहिँ सगरमाथा के अरे एउटा संस्था नभइकन साहित्यिक संस्था जन्माउनुपर्छ भन्ने सोचले साथीभाइ चाहिँ जन्माउनु भयो, जसको नाम त्यतिखेर सगरमाथा साहित्यिक मञ्च UAE भनेर राखिएको थियो। यसको नाम सगरमाथा साहित्यिक मञ्च UAE र यो विक्रमसम्म 2069 सालमा सुरु भएको। UAE को आबुधाबी भन्ने सहरको अथवा आबुधाबी स्टेटको आइक्याड भन्ने रेसिडेन्सियल सिटी भन्छ, त्यहाँ चाहिँ सबै त्यहाँ कामबाट जाने लेबरहरू बस्ने त्यो ठाउँ हो। त्यो रेसिडेन्सियल सिटी हो, त्यो लेबरहरूको लागि त्यो ठाउँमा चाहिँ साहित्य नभएदेखि संसारको सिर्जना पनि हुँदैन र अध्यात्म मात्रै होइन, कुनै कुराको पनि जुन चलायमान छ विश्व मानव जगत सबै अलि मभन्दा अगाडिका अग्रज अनि पछाडिका अनुज समकालीनहरू साथीहरू दुवैलाई भनेको है। फेरि यो बडो समस्या हुन्छ आजभोलि बोल्दा। अनुज भनेर पनि जा किन भनिदिन्छ भनेको अनुजा किन भनिदिन्छ भैरवी, त्यो समस्या छ। त्यस कारणले मैले सबै एक वाक्यमा यो कुरा भने। सबभन्दा पहिला त म सगरमाथा साहित्य प्रतिष्ठानको त्यसपछि हामीले व्याख्या गर्दै गयौँ, जोड्दै गयौँ, त्यसलाई विस्तार गर्दै गयौँ। अध्यात्मको अर्थ चाहिँ साहित्यै हो। अब उसले अलि बढी मभन्दा जान्दछ रामचन्द्रलाई, किनभने उसले चाहिँ ठ्याक्कै भिजेर पढ्या हुनाले उसले अलि बढी थाहा छ। र यो साहित्य भन्ने कुरा बडो गजब छ। एक दिन एउटा विवाद भयो गणितको विषयलाई लिएर। यो गणित साहित्य पर्छ कि पर्दैन भनेर बहस सुरु गर्यो। गणित साहित्यमा पर्दैन, तर गणित जुन लेखिएको छ त्यो साहित्य हो। खुद गणित चाहिँ साहित्य होइन, तर गणित जे लेखिएको छ त्यो चाहिँ साहित्य हो। तपाईँ जब अक्षरमा लेख्नुहुन्छ, जब लिपिमा व्यक्त गर्न थाल्नुहुन्छ, त्यो साहित्य त्यहीँबाट पनि हाल्छ। साहित्यको पनि अर्थ छ, साहित्यम साहित्य, ठिक हो। त्यसबाट सुरु हुन्छ भन्दाखेरि एकदमै यसको उहाँले भने जस्तो, सिग्देल सरले भन्नुभयो जस्तो यसको अनुनासिक सम्बन्ध छ। अध्यात्म सृष्टिभन्दा पुरानो कुरा हो। तपाईँहरूले मैले जहिले अस्ति मात्रै सम्झेको थिएँ हाम्रो के सरलाई
उहाँको डेथ भयो नि, तिलक सर। तिलकजीले एउटा अनुवाद गर्नुभएको ऋग्वेदबाट मैले एउटा मेरो पत्रकारिता भन्ने पुस्तकमा उल्लेख पनि गरेको छु। सुरुको वाक्य नै मैले तिलकजीको त्यो उहाँले अनुवाद गरेको ऋग्वेदको सायद 90-91 कति बन्डलबाट मैले एउटा श्लोक निकालेको थिएँ। त्यसमा उहाँले अनुवाद गर्नुभएको रहेछ, मलाई राम्रो लाग्यो। अब त्यो पूर्ण हो कि होइन त्यो चाहिँ थाहा छैन, किनभने वेदको एउटा शब्दको 1000 अर्थ लाग्छ। वेदको एउटा शब्दको 1000 अर्थ लाग्छ भने चाहिँ कुन चाहिँ अर्थबोध गर्छ त्यो शब्दले भन्न सकिँदैन। हामी अनुकूल अर्थ लाग्छौँ, हामी शब्दको जस्तो साहित्यमा हामी अनुकूल अर्थ लाग्नै सक्दैन। कविले कविता लेखे हुन्छ, समालोचक समीक्षकले आफ्नो ढङ्गले अर्थ लाग्छ। त्यही हो भनेर के ग्यारेन्टी छ उसले के कुरा लेखेको छ? तपाईँले कसैले पनि लेखेको कविताको सही अर्थ कुनै पनि समीक्षक या अर्को पाठकले लगाउन सक्दैन। मैले लेखेको कविता तपाईँले लाउनुहुन्न, तपाईँले लेखेको कविता अर्थ लाउनु, व्याख्या गर्नु आफ्नो शैलीमा आफूले बुझे अनुसारको व्याख्या गर्ने हो। यथार्थ जो स्रष्टा हो, जो सर्जक हो, त्यसको यथार्थ बुझ्न गाह्रो हुन्छ। त्यस्तै वेदको पनि त्यो एउटा शब्द प्रगति मार्गको सधैँ जल्छ मान्छे प्रगति मार्गको मलाई खुसी देखि जलेको छ कोही मलाई खुसी देखि जलेको छ कोही जहाँ बस्छ नेता सधैँ गीत बन्दै जहाँ बस्छ नेता सधैँ गीत बन्दै छ हेर्दै सिनोमा बसेको छ कोही छ हेर्दै सिनोमा बसेको छ कोही बगाएर पसिना विदेशी धरामा बगाएर पसिना विदेशी धरामा स्वयंको नजरमा गिरेको छ मान्छे स्वयंको नजरमा गिरेको छ मान्छे। मैले राख्न खोजे बजारमा मैले अल्झियो किन 50 मा कोही अल्झियो किन 50 मा कोही। धन्यवाद। दारू पनि बजाउँछौ रहर त छ राम्रै तर मलाई आघात पर्ला सोचेर सक्दिनौ आडम्बरी श्रृङ्गार गर्न जिब्रो फर्काउँदै स्याइन आउन मन नभएको होइन तर सुरक्षित र स्वस्थ सन्तानका लागि सक्दिनौ अस्वस्थका खानामा हात रोक्न आमा। कति चिन्ता छ तिमीलाई तिमी दुखी हुँदा कतै मलाई असर पर्छ कि भन्ने खराब मानसिकताको उपज होला कि भन्ने गोठमा दही उहाँहरूको जुन कुराहरू सुने अझै सुन्नेछौँ यो उपस्थिति नै अर्थपूर्ण छ। मञ्चमा र मञ्च अगाडि खचाखत 200-400 जना मान्छे हुनुभन्दा पनि 10 जना मान्छे हुँदाखेरि सशक्तिकरणको समसत्ताको समानताको उसको भाषणका उडानको सामर्थ्य छन् तराई चाहिँ उर्वर र फराकिला छन्। उसको भाषणको उडानको सामर्थ्य भने छन् तराई जस्तै उर्वर र फराकिला छन्। उसको सामर्थ्यभित्र हक अधिकार सुनिश्चित हुने बालिका लगाइन्छन् लाहा छापहरू अनि भत्काइन्छन् विभेदका बर्खालहरू अनि मानिन्छन् महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा अनि मानिन्छन् महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा। तर विडम्बनापूर्ण उसैको दरबारभित्रको उडान भने बलको रूपदेखि मात्रै पिपलसम्म पुग्छ। उसको दरबारभित्रको उडान मात्रै बलको रूपदेखि पिपलसम्म पुग्छ। उसको सामर्थ्यको पुरुषार्थ नेपथ्यमै फेरिन्छ समय अनुसार। उसको सामर्थ्यको पुरुषार्थ नेपथ्यमै फेरिन्छ समय अनुसार। सामर्थ्यवान बन्जरो बनी कहिले मनका हाँगाहरू बिना खत काटिन्छन्। सामर्थ्यवान बन्जरो बनी मनका हाँगाहरू बिना खत काटिन्छन्। जराहरू कमजोर बनाइन्छन्, पाप पहिलाइन्छन्। उसैको सामर्थ्यको पिंजडामा
चल्छ केवल उसैको संविधान, उसैको कार्यपालिका, उसैको व्यवस्थापिका, उसैको न्यायपालिका। त्यसैले उसको सामर्थ्यको अगाडि अरूको आवाज सिंहको गर्जनमा स्यालको हुइया जस्तै हो। तर तिम्रो जिन्दगीलाई अब यसरी नघोट्नु नेपथ्यकै तो अमूर्त रोदनमा सिमेन्ट र बालुवाको घोल हौ तिमी। फुट्नु हुँदैन कुनै पनि घनको चोटबाट, छेडिनु हुँदैन उसका वचनका भालाहरूबाट, गलिनु हुँदैन दुःखका पहाड चढ्दा, थाकिनु हुँदैन सङ्घर्षको मैदानमा उत्रिँदा, काटिनु हुँदैन उसको सामर्थ्यवान वञ्चरोबाट। बस हिमाल झैं अटल, पहाड झैं अदम्य साहस र उसको सामर्थ्यको अगाडि सधैँ अटल रहनु, उसको सामर्थ्यको अगाडि सधैँ अटल रहनु। हस्त धन्यवाद। केवल बलिया मांसपेशी होइन, गति चाहिन्छ, दृढ, अविराम, अविचलित अनि निरन्तर। र त्यो गतिलाई जन्माउनु छ मैले म भित्रकै आत्माको विद्रोहबाट। हो, त्यही दिन मेरो हृदयको बगैँचामा चिसिएको माटोलाई छिचोल्दै एउटा शपथको बीज अंकुरिएको थियो। हो, म बगिरहनेछु बलिया ती बाँधहरूले लेखेका, अहंकारले भरेका इतिहासहरूलाई मेट्दै, भत्काउँदै अनि पुनर्लेखन गर्दै। केवल बलियाहरूका पहुँचमा सीमित ती फलामे ढोकाहरूलाई पवित्रकै आत्मबलको कम्पनले ढाल्नेछु। हो, आँखा जुदाएर त्यस दिन मैले जीवनका सबै खुला चुनौतीहरूका साथ आफैलाई स्वीकारेको थिएँ, आत्मसम्मानका साथ, गौरवका साथ र अधिकारका साथ। किनकि मेरो निम्ति बाँच्नु केवल गन्तव्यलाई पछ्याउनु मात्र थिएन, यो त निरन्तर विद्रोहको यात्रा थियो। हो, म कमजोरीका साथ जन्मिएको थिएँ, तर अब म स्वयं एक नदी हुँ जो दूरी मात्र पार गर्दिन, ती निषेधका पुलका जग नै भत्काइदिन सक्छ। अहिले नदी पनि बग्छ, म पनि बग्छु, किनकि मेरो परिचय अब केवल एक प्रश्नको प्रतिध्वनि मात्र होइन, म आफैमा एक उत्तर पनि हो जो हरेक निषेधका धारहरूलाई एउटा क्रान्तिमा रूपान्तरण गर्न सक्छ। त्यसैले हे निषेधका पर्खालहरू धैर्य गर, जहाँ गति जन्मिन्छ त्यहीबाट परिवर्तनको उदय हुन्छ र ती परिवर्तनका सुनौला किरण यतिखेर टल्किरहेको छ मेरो आँखामा। धन्यवाद। भर्सक कोही आर्यघाट नआउन्, म मरेको दिन भर्सक कोही आर्यघाट नआउन्, मलाई सम्झेर कसैले एक छाक अलिनो नखाउन्। म मरेको दिन भर्सक कोही आर्यघाट नआउन्, मलाई सम्झेर कसैले एक छाक अलिनो नखाउन्। एक्लै जन्मिए मर्नु छ मैले यहाँ एक्लै, यो सत्य। एक्लै जन्मिए मर्नु छ मैले यहाँ एक्लै, यो सत्य हो। सुटुक्क होस् मृत्यु मेरो, तर दुःख कसैले नपाउन्। सुटुक्क होस् मृत्यु मेरो, तर दुःख कसैले। रेडियो आहा पाका मनका कुरा भन्ने चाहिँ एउटा प्रोग्राम चलाउँछु, कार्यक्रम चलाउँछु। हरेक बुधबार 10 बजेदेखि गएको छौँ। त्यो कार्यक्रममा चाहिँ मैले कार्यक्रमको सुरुवात हुने एउटा मुक्तक कविता आदिबाट मैले सुरु गरिरहेको छु। त्यसै गरी एउटा मैले मुक्तक लेखेको छु। छोराछोरी छुट्टिसकेर विदेशतिरै फिरे, छोराछोरी छुट्टिसकेर विदेशतिरै फिरे, असन्तति बा आमा वृद्धासम्म छिरे। छोराछोरी छुट्टिसकेर विदेशतिरै फिरे, असन्तति बा आमा वृद्धासम्म छिरे। चाकर गर्छन् विदेशमा बुढाबुढीकै हेर, चाकर गर्छन् विदेशमा बुढाबुढीकै हेर, तर आफै जन्मदाताको नजरबाट गिरे, तर आफै जन्मदाताको नजरबाट गिरे। यो चाहिँ बुढापाकालाई सम्झना फुल्दैन। बुढो कोही हुँदैन यहाँ दारीजुङ्गा फुल्दैमा, महको स्वाद कसरी बिर्सिनु चिनीमा घुल्दैमा। बुढो कोही हुँदैन यहाँ दारीजुङ्गा फुल्दैमा, महको स्वाद कसरी बिर्सनु चिनीमा घुल्दैमा। जीवन बिताउने हो साथ फेर लिएकीसँग नै, जीवन बिताउने हो साथ फेर लिएकीसँग नै, चल्दैन सास कसै गरी बाहिरकीसँग घुल्दैमा, चल्दैन सास कसै गरी बाहिरकीसँग। हवस्, धन्यवाद। सम्बोधन ऐजन यता न्यायाधीशहरू, यता वकिल साहबहरू, अघि माटोमा सुन चलाएर समोसाजीहरू पनि आउनुभएको थियो, सबै बाटो लागिसक्नु भएन। दसैँमा मैले दक्षिणा नदिकन बारम्बार मैले ज्वाइँ भनिरहनु पर्ने सुचोक बिजु कलानिधि। म आज अलिक फरक ढङ्गमा जान्छु। म सुदूरपूर्वको ताप्लेजुङ जिल्लाको मान्छे, मेरो नेपुवान गाउँको। आज म एउटा
एकदमै टिपिकल लोकगीत गाउँछु जुन हाम्रो लिम्बुवान समाजमा राखे है सोल्टिनी आरेलो हौ बक्कन्दै यी शब्दहरू हाम्रो मलाई लाग्छ लिम्बू हाम्रा हजुरबा हजुरआमाले जन्माएका शब्द हुन् कि जस्तो मलाई लाग्छ। म आज तिनै शब्दलाई समेटेर ख्याली गाउनेछु। ख्याली जुन युवा युवतीहरूले धानात्नुभन्दा अगाडि उहाँहरूले यो शब्दहरू प्रयोग गर्नुहुन्छ र यसको टोक पनि म लिम्बूको जस्तै बनाउँछु है। Utere
धन्यवाद। कोही व्यक्ति एकचोटि मर्छु भनेर सोचिरहेछ भने उसले बाँच्नको लागि त्यो भन्दा 4 गुणा बढी सोचेको हुँदो हो। आफ्नै आँखा अगाडिका असरल जिन्दगी समेट्न कुन हदसम्मको कोसिस गरेको हुँदो हो। आफूलाई पल पल मरेको देख्न नसकेर कति पटक बचाएको हुँदो हो। कोही व्यक्ति एकचोटि मर्छु भनेर सोचिरहेछ भने उसले बाँच्नको लागि त्यो भन्दा 4 गुणा बढी सोचेर बचायो होला। केलायो होला, आफूलाई निफान्यो होला, छर्यो होला, आफूलाई उमार्यो पनि होला, लडायो होला, कयौं पटक उठायो पनि होला, भिजायो होला, अनि फेरि सुकायो होला, बटुल्यो होला, पछि फेरि भिजायो पनि होला। एउटा मान्छेले आफूलाई बचाउन पछार्यो होला, कयौं पटक सुमसुमाए पनि त होला। साँच्चै मान्छे एक जुनी बाँच्न कति पटक मर्दो होला है। धन्यवाद। भुवनमा पैसा छ भित्री कुरा, पढ्ने काम छ नाममा, भुवनमा पैसा छ भित्री कुरा, गर्दै दाम गएर चित्त जनका बन्छन् सबैमा कुरा। केही छैन यहाँ तिमी नबस है, गर्छन् शुद्धिकरण कर, सोच्दा ज्यान भरङ्ग हुन्छ फलिने नेपाल मेरो घर। पानी पर्वत पोसिला जडीबुटी छन् हेर सम्भावना, हाम्रो मान छुटेर खास निमुखा छन् धेर नेपालमा। छैनन् योग्य युवा गए मुलुक यो ऋतु भएको भर, टाढा भो अहिले भएन नजिकै नेपाल मेरो घर। नेपाली जनता विपत्ति सहने गर्छन् भएका जति, सोहोर छन् धन नै लुठा जन भने भेटेर पाए जति। पैसाको गति तीन हो यदि बुझे यो मोह हर्थ्यो पर, वीरको लाग्न गएछ बुद्धि कम भो नेपाल मेरो घर। पत्नी वा पति बिग्रिए अनि यहाँ छोरीहरू बिग्रिए, पत्नी वा पति बिग्रिए अनि यहाँ छोरीहरू बिग्रिए, मान्छेका मति बिग्रिए पछि यहाँ छोराहरू निक्रिए। बिग्रे पर्छ बनाउने मनुज खै सोचेर भाग्यो पर, गुण्डा राज गर्यो खतिर नुहियो नेपाल मेरो घर। आगो हो जल तेज हो र बसुधा आकाश हो जीवन, आगो हो जल तेज हो र बसुधा आकाश हो जीवन। पूजा पाठ र भावना छ विविधा बुझ्ने सुखी छन् जन, एउटा मात्र भएन सोच गतिलो यो देश भो जर्जर। कोही योग्य मिले हुनेछ गतिलो नेपाल मेरो घर, कोही योग्य मिले हुनेछ गतिलो नेपाल मेरो घर। यो चाहिँ पुरानो थियो। तिहार लाए धरा सजाई, छदेश मेरो असाध्य राम्रो, यतै रमाय धरा सजाई। अनेकतामा छै कता नै मिलेर बस्दा समाज जम्छ, रहेछ माटो अनाज फल्ने मनै बुझाय धरा सजाई। हिमाल हाँस्दा उल्लास फुल्द तिमी रमायौ मौन छुदङ्ग, अतीव सक्छ छ प्रेम गाथा सबै सुनाय धरा सजाई। स्वदेश माया भुलिन्न प्यारी, जहाँ मजाऊँ हिसाब हुन्न, झुलेछ बाली मनै रमायो व्यथा विषाय धरा सजाई। बनेर पापी म दिन्न धोका, भएर ढुक्कै बसे हुन्छ, लदैव बाँकी रात तानी
कसम खाया तर सजाई। धन्यवाद। मञ्चासीन अतिथिज्यूहरू र मञ्चाभिमुख सम्पूर्ण अतिथिज्यूहरू हार्दिक नमस्कार। आचार्य कुमार शर्मा टोकाबाट। सर्वप्रथम त सगरमाथा साहित्य प्रतिष्ठानको यो नयाँ कार्य समिति गठन तथा रचना वाचन कार्यक्रममा नेपाल शाखाका लागि चयन हुनुभएका सम्पूर्ण पदाधिकारी बदनाम होला अगाडे मायता मेरो यसै बदनाम होला। सँगै हामी हिँडेका थियौँ छुटायो बाध्यता। सँगै हामी हिँडेका थियौँ छुटायो बाध्यताले अकारण भोलिदो बाटो यसै बदनाम होला। सँगै हामी हिँडेका थियौँ छुटायो बाध्यताले अकारण भोलिदो बाटो यसै बदनाम होला। कुनै दिन मेरो कारणले नयनमा आँसु आए कसैको क्षमा हुन्थे साथी डुलिन्थ्यो ऐसमा सधैँ गरिन्थ्यो जोसका कुरा लाग्थ्यो बुढो महुन्न झैँ। आज आफ्ना भए टाढा गयो बल बैस सकिँदै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। नाप्दथे टाकुरा मैले चढ्दथे चुली नबिराई बलियो मनुला भन्छु। नाप्दथे टाकुरा मैले चढ्दथे चुली नबिराई देश परदेश घुमेकै हो जता कतै भ्याइ नभ्याइ। पला पला बित्दै साँझ त्यो युवापन सम्झँदै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। एकान्तमा रुन्छ आँखा भिडमा रुन्छ यो मन बलियो बनुला भन्छु कमजोर बन्छु दिनदिन। बोक्नु छ पीडाको भारी लाग्छ स्वयं होइन झै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। मिलेको कता के छ बिग्रेको मात्र देख्दछु दुखीको साथमा आँसु दुःखकै मात्र भेट्दछु। मिल्दैन मिल्दै मिल्दैन कतै पनि यतै उतै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। काम गर्दैन मस्तिष्क भुलक्कड भएछु म रात दिन कुनै बेला निदाउनै म सक्दिन। अझ दुखी रहेछ बुढ्यौलीको घाउ चर्किँदै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। सोध्नेलाई सन्चै छु भन्नु कसो गरी यहाँ देखिने छैन घाउ पिल्लिँदैछ मुटुमा। भेट्नै सकिन मैले खुसी दिने समाधि कुनै आँसु पिउने पीडा खाने यस्तो के भनौँ जिन्दगी खै। गाजियो रोगले जिउ थलियो शरीरै पनि लागे बादल आँखामा सुन्दैन कानले पनि। रोगका भारी बोकेर बाँचिरहेछु किन अझै आँसु पिउने पीडा खाने यस्तो
जिन्दगी खै बल्ल बुझे लोभ पापमा कलङ्कित छ जीवन धन सम्पत्तिको लोभमा अल्झिएछु सधैँ किन ज्ञान छोडेर ज्ञानमा हिँडेछु भौतारिँदै आँसु पिउने पीडा खाने यस्तो के भनु जिन्दगी खै हरे राम हरे कृष्ण हरे कृष्ण जपिरहेछु हरिहर हरे राम हरे कृष्ण जपिरहेछु हरिहर साथमा रहने आफ्नो आखिरी के रहेछ र अन्तिम आस मृत्यु हो बस्छु आयु घटाउँदै अन्तिम आस मृत्यु हो बस्छु आयु घटाउँदै आँसु पिउने पीडा खाने यस्तो के भनु जिन्दगी खै आँसु पिउने पीडा खाने यस्तो के भनु जिन्दगी खै यस्तो के भनु जिन्दगी खै धन्यवाद। शार्दुलको गीत छन्दमा यो मैले पढ्न अनुमति मागेँ। मेरा मित्र पढ्यौ सहरमा संसार जान्यौ तर मेरा मित्र पढ्यौ सहरमा संसार जान्यौ तर जानेनौ घर हुन्छ मन्दिर तथा सन्तान नै ईश्वर भ्रष्टाचार जलाउने नियतले आगो लगायौ तर सोध्यौ प्रश्न बनेछ भव्य कसरी आफ्नै पिताको घर काका हाकिम मालपोततिरका भन्सारमा बाउ छन् हाम्रो काँध चढेर माथि पुगिने तिम्रा नयाँ दाउ छन् आफ्नै निर्भय पंखले अभयको छुम्दैछु आकाशमा निष्ठा झट्ट भुली बनौँ र कसरी तिम्रो नयाँ दासमा लड्केको छ कपाल चट्ट शिरमा छन् पुष्ट कालाहरू छुट्टै रूप छ रङ्ग छन् असजिला छन् चम्किला आबरू सत्ताको तलुवा सुँगी मुलुकको के फेर्दछौ जीवन सक्छौ बन्जर फोर्न आत्मबलले सक्छौ बन्जर फोर्न आत्मबलले माटो समाई भन आफैले प्रतिशोधको घर घरै आगो लगाएपछि आफ्नै देश विरुद्ध आक्रमणको खाडो जगाएपछि मेटिन्थ्यो किन दाग यो रगतको संदिग्ध जालो कुनी भेटिन्थ्यो किन शान्ति बीज छलको कालो खरानी अन्तिम श्लोक दुख्दा देश म दुख्छु दुख्छ दिल यो दुख्दैन तिम्रो दिल दुख्दा देश म दुख्छु दुख्छ दिल यो दुख्दैन तिम्रो दिल आँखा यी दुईटै परी बिरमा गर्छन् सधैँ पिलपिल जल्दा देश बसी ठुला महलमा बन्छौ कठै हर्षित आफ्नो भन्नु समर्थ देश नरहे रुन्छौ तिमी कोसित आफ्नो भन्नु समर्थ देश नरहे रुन्छौ तिमी कोसित। दिनमा पढाइको हात समातिदियो मेरी आमा मलाई कस्तो दिनमा मलाई पढाइको हात समातिदियो न त म 18 वर्षको पुगेको थिएँ न त मेरो बिहे गर्ने बेला भएको थियो न त मलाई हात समातिदिएको मान्छेले जीवनभरि साथ दियो न त तिमीले मलाई हात समातिदिएको मान्छेले जीवनभर साथ दियो न त मैले त्यो मान्छेसँग हाँसो खुसी र अनि जीवनभरको साथ पाएँ मेरी आमा न त मैले सुख पाएँ न त मैले हाँसो 18 वर्षमै लगाइदियो मेरी आमा मलाई बलामा पासो भन्दै धन्यवाद।
फाल्नेछन् सीमा पार गर्नेछन् यहाँ फुल फुल्ना साथ संहार गर्नेछन् यहाँ फुल फुल्ना साथ संहार गर्नेछन् सहर ज्ञानको मन्दिर तडपेको बेला छ सहर ज्ञानको मन्दिर तडपेको बेला छ हजुर साधु देख्दैमा तिरस्कार गर्नेछन् हजुर साधु देख्दैमा तिरस्कार गर्नेछन्। धन्यवाद। बुझ्दैन कोही पीडा आमा तिमी भए बुझ्दैन कोही पीडा आमा तिमी भए छाउन्न हर्ष मनमा आमा तिमी भए बुझ्दैन कोही पीडा आमा तिमी भए बुझ्दैन कोही पीडा आमा तिमी भए छाउन्न हर्ष मनमा छाउन्न हर्ष मनमा छाउन्न हर्ष मनमा छाउन्न हर्ष मनमा आमा तिमी भए आमा तिमी भए भित्ताहरू नियाल्दै जप्दैछु नाम तिम्रो भित्ताहरू नियाल्दै जप्दैछु नाम तिम्रो छैनन् खुसी भित्ता आमा तिमी भए छैनन् खुसी भित्ता आमा तिमी भए धन्यवाद सञ्चालिकाज्यू। सगरमाथा कौतूहलता उमङ्ग उत्साह जोस जाँगर छाएकै थियो र हिजो चिसो मौसम नारायणघाटबाट काठमाडौँको लागि हिँड्छु भन्दाखेरि मलाई त्यो चिसोले कहाँ छेक्यो मलाई थाहै भएन। 4-5 घन्टाको यात्रा बिचमा फेरि जामथाम गर्दै लगभग 7 घन्टाको यात्रा गरेर बेलुकातिर यहाँ आइपुग्दाखेरि र साथै म यहाँनिर म अलि कन्फ्युज छैन भने अहिले उहाँले प्रश्न पार्नुभयो ती कुराहरू। त्यस्तै मैले बाबा भनेर चिनाइराख्ने नाम सबै साहित्यकारको मुखमा झुन्डिरहने नाम एउटै नाम कालानिधि कालीज्यूको जो चाहिँ हाम्रो सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेश शाखाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ र उहाँको देशप्रतिको चिन्ता झल्किएको गजल सुन्न पायौँ। सावित्री अधिकारीज्यूको मुक्तकहरू मिठा मुक्तकहरू सुन्न पायौँ। त्यस्तै शुभकामनाकै रूपमा युवराज सर व एक किसिमले उहाँले संस्थागत कुराहरूको नियमन र ती संस्थाहरू चलाइरहँदाखेरि आइपर्ने विभिन्न कुराहरूको बारेमा प्रष्टपात दिनुभयो, खुसी लाग्यो। त्यस्तै गरेर उहाँले एउटा मिठो प्रसङ्ग पनि जोड्नु भएको थियो यो साहित्य लेखनको विषयमा। अहिलेको साहित्य हिजोको अस्तिको साहित्य थियो, कहाँ कहाँ भेटिएका थियौँ, आज ती हुनुहुन्न होला, भोलि म हुन्न होला, म छैन होला, यहाँ जति हुनुहुन्छ फलाना व्यक्ति फलाना ठाउँमा भेट भएको थियो भन्ने एउटा कुनै याद त रहोस् कोही कसैसँग।
यो साहित्यिक माध्यमबाट साहित्यको एउटा पुलले गर्दाखेरि हामी एक यात्रामा यात्री बनेका सहयात्रीहरू, कोही अग्रज हुनुहुन्छ, कोही समकालीन हुनुहुन्छ, कोही अनुज हुनुहोला, जो भए पनि हाम्रो ध्येय र लक्ष्य भनेको चाहिँ एउटै लक्ष्य हो, जुन हामीले यो साहित्यिक यात्रा सुरुवात गर्दाखेरि हामीले तय गरेको हाम्रो आफ्नै यात्रा हो। र यो यात्रालाई शिखरमा पुर्याउनको निम्ति हाम्रा अग्रजहरूलाई चाहिँ हामीले कहिल्यै पनि भुल्नुहुन्न। हिजो अस्तिको साहित्य, अहिलेको साहित्य र भोलि हाम्रा आउने पिँढीहरूको साहित्यले पार्ने प्रभाव र समाज परिवर्तन र समाजको लागि दिने साहित्यको पाटो चाहिँ के हो त भन्ने कुरा हिजो अस्तिको दिनलाई फर्केर नहेर्ने भोलिका पुस्ताहरूले पनि नयाँ साहित्य सिर्जना कसरी गर्ने भन्ने कुराहरू बुझ्नुहुन्न जस्तो लाग्छ मलाई पनि। बुढो भयो, वैष्णवै बुढो भएको भए अब यस्तै कुराहरू त्यो कार्यक्रमले चाहिँ मलाई भरपुर मिठास दिइरहेको थियो। जति समय दिन सकियो, जति समयले चाहिँ यहाँ जसको मन जितेर कुराकानी मै जस्तो फ्री भयो। अध्यक्षज्यू हुनुहुन्छ, त्यस्तै गरेर संस्थाको बारेमा केन्द्रीय प्रवक्ताज्यूले भनिसक्नु भएको छ। र यी विभिन्न प्रतिक्रियाहरू मैले सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रीय महासचिव भएको नाताले जति समेटेर लान सक्छु, जति संस्थागत रूपमा हामीले सुधार गर्नुपर्ने कुराहरू छन् र आगामी दिनमा हामीले के कस्ता कोसिसहरू गर्न सक्छौं र त्यो अन्तर्गत नेपाल शाखा र नेपाल शाखा अन्तर्गत रहेका विभिन्न प्रदेशका शाखाहरूलाई चाहिँ हामी के कसरी निर्देशित गर्न सक्छौं, त्यसको लागि हामी छिट्टै नै एक किसिमको वातावरण सिर्जना गर्ने नै छौं, जसको लागि म आश्वस्त मात्र होइन प्रतिबद्ध पनि छु। हाम्रो केन्द्रीय कमिटीमा रहनुभएका साथीहरू पनि यही उपस्थित हुनुहुन्छ। जस्तो अमन सर हुनुहुन्छ, राजेश सर हुनुहुन्छ, अहिले पनि सल्लाहकार रहनु भएको छ हाम्रो अजिज उसफ सर हुनुहुन्छ, उहाँहरूसँग सुमित्रा बहिनी हुनुहुन्छ, थुप्रै अब मैले देखेका नामहरू मध्ये जे होस् हामी चाहिँ यसको विषयमा चाहिँ केही न केही सल्लाह गर्नेछौँ र आगामी दिनमा केही सुदृढ ढङ्गले अगाडि बढ्ने नै छु। र नेपाल कमिटी गठन हुँदै गर्दाखेरि हिजो अस्तिको कमिटी को विषयमा केही कुराहरू भनिरहँदाखेरि विगतलाई कोट्याए जस्तो मात्रै हुन्छ। हामी त्यतातिर नजाउँ। जसरी उहाँहरूले आफ्नो कार्यकाल सम्पन्न गर्नुभयो, जुन तरिकाले उहाँहरू चलिरहनु भएको थियो र त्यो कार्यकालले के कस्ता किसिमका उपलब्धिहरू हासिल गर्यो भन्ने कुरा सबभन्दा हुनुहुन्थ्यो र उहाँहरूले आफ्नो किसिमले मूल्याङ्कन गरेर अब नवनिर्मित कमिटीलाई चाहिँ कसरी सुदृढ र परिमार्जित गर्दै लिएर जाने र कसरी अगाडि बढ्ने र यो साहित्यको क्षेत्रमा कसरी कस्तो किसिमको योगदान दिने भन्ने योजना तर्जुमा बनाउनु हुनेछ भन्ने आशा पनि राखेको छु। त्यस्तै गरेर सगरमाथा साहित्य प्रतिष्ठान केन्द्रीय कमिटीको तर्फबाट यहाँ सल्लाहकारज्यूहरू हुनुहुन्छ, त्यस्तै गरेर नेपाल कमिटी सिङ्गोही छ। कोही साथीहरू उपस्थित हुन सक्नु भएन, भौगोलिक दूरीको कारणले गर्दाखेरि त्यो आफ्नो ठाउँमा छ। र जे भए पनि हाम्रो सङ्गठित रूपमा एकबद्ध भइसकेपछि यो परिवारमा बसेर कसैको सल्लाह सुझाव मनन गर्ने र आएका विभिन्न किसिमका चुनौतीहरूलाई हामीले सँगै मिलेर अगाडि बढ्ने हो, समाधान खोज्ने हो र यही कुराहरू मनन गर्नुहुनेछ भन्ने आशा पनि राखेको छु। यो केवल मेरो आशा र आशय अभिव्यक्ति र उहाँहरूप्रतिको विश्वास हो। त्यस्तै गरेर केन्द्रीय समितिले गरेका विभिन्न कुराहरू जस्तो अक्षय कोषका कुराहरू बाले चाहिँ राम्रो कुरा गर्नुभयो। पैसा भिख मागे जस्तो गरेर संस्था चलाउनु भन्दा नचलाएको राम्रो। अब एउटा कुरा चाहिँ के भन्छु भने यति बेला पैसा निकालेर गोजीबाट फ्याक्ट फालिदिने मान्छेहरू साहित्यिक संस्थामा बस्नै मान्दैन। दुई चारवटा कविता लेखिदियो, दुई चारवटा कविता लेखेपछि फलानाले सम्मान गरिदियो, एउटा संस्थाले खादा उडाइदियो, अर्कोले टीका लगाइदियो, एउटाले माला लगाइदियो, एउटा झुन्डमा 10-20 जना झुन्डिए, एउटा कार्यक्रममा गयो, त्यहाँबाट फलानु व्यक्ति सम्मानित भयो भनेर एउटा मिडिया प्रचारबाजी गरेर त्यो त्यहाँनिर सकियो। अहिलेको साहित्य भनेको त्यति हो, मैले बुझेको पनि त्यही हो, त्यही भइरहेको पनि छ। यी कुराहरू कस्ता हुन्छन् भने यस्ता कुराहरूमा चाहिँ एकबद्ध भएर जबसम्म विचार मिल्दैन, साहित्यिक व्यक्तित्वहरूको कोमल मन हुन्छ, कोमल हृदय हुन्छ,
त्यो विचारसम्म पनि मिल्दैन भने बाँकी व्यक्तित्वहरूको कुरा, हामी राजनीतिका कुरा उठेका थिए, त्यतातिर त जाँदै नजाउँ। अब रह्यो दिलमा कोरेर गयो यादहरू सुनाउनै पर्छ यति भनेर मात्रै हो। 2टा शेर 3टा शेर सुनाउँछु अनि सक्छु म। के लाग्छ नाम दिलमा कोरेर जान्छु भन्दा, के लाग्छ नाम दिलमा कोरेर जान्छु भन्दा, छुट्दा रुमाल फड्को हानेर जान्छु भन्दा। के लाग्छ नाम दिलमा कोरेर जान्छु भन्दा, छुट्दा रुमाल फड्को हानेर जान्छु भन्दा, आभास हुन्छ सिङ्गो बोतल जहर पिएको, आभास हुन्छ सिङ्गो बोतल जहर पिएको, आभास हुन्छ सिङ्गो बोतल जहर पिएको। तिमीले नजर जुदाई छोडेर जान्छु भन्दा, आभास हुन्छ सिङ्गो बोतल जहर पिएको, तिमीले नजर जुदाई छोडेर जान्छु भन्दा, छुट्दा रुमाल फड्को हानेर जान्छु भन्दा। यात्रा रहेछ जीवन यात्री बने सफरको, यात्रा रहेछ जीवन यात्री बने सफरको, यात्रा रहेछ जीवन यात्री बने सफरको। मान्दैन चाह मनका मारेर जान्छु भन्दा, मान्दैन चाह मनका मारेर जान्छु भन्दा, छुट्दा रुमाल फड्को हानेर जान्छु भन्दा। धरती छ भाँसिए जे आकाश भो खसे जे, धरती छ भाँसिए झै आकाश भो खसे झै, डोली चढी अर्कैको अन्मेर जान्छु भन्दा, डोली चढी अर्कैको अन्मेर जान्छु भन्दा। के लाग्छ नाम दिलमा कोरेर जान्छु भन्दा, छुट्दा रुमाल फड्को हानेर जान्छु भन्दा। धन्यवाद। असाध्यै सजगता र यसलाई अगाडि कसरी बढाउने भन्ने चिन्ता भएको देख्दा मलाई असाध्यै खुसी लाग्यो। यहाँ बसेर धेरै कुराहरू सुनियो, कविता सुनियो, गजल सुनियो, सरहरूका विभिन्न अनुभवका कुराहरू, विभिन्न कुराहरू सुनियो। मलाई असाध्यै खुसी लाग्यो र तपाईँहरूले मलाई यस्तो मुख्य अतिथिको रूपमा यहाँ बोलाइदिनु भयो, राखिदिनु भयो, धेरै मलाई सुन्ने अवसर मिलाइदिनु भयो, त्यसको लागि धेरै धेरै आभारी छु। र खास गरिकन यो सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखा मात्रै रहेछ। अब अहिलेसम्म धेरै देशमा शाखा भइसक्यो होला, अझ धेरै देशमा हुन्। म तपाईँहरूलाई शुभकामना पनि दिन्छु। र खास गरिकन संस्था जन्माउने र हुर्काउने के गर्ने कहाँ गर्ने भन्ने धेरै कुराहरू यहाँ निस्केको छ। प्रत्येक हामीले सन्तान जन्माउँदा सन्तान कसरी हुर्काउने भन्दा चिन्ता त्यतिखेर लिएको हुँदैनौँ, हामीलाई सबैलाई थाहा छ। जन्मेपछि त्यसलाई हुर्काउने हो। तपाईँहरूले पनि यो संस्थालाई राम्ररी हुर्काउनुहुन्छ भन्ने मलाई विश्वास छ। र जहाँसम्म लाग्छ यो देश विदेश सबैमा नेपाली साहित्य, अस्ति म क्यानाडामा गएर केही समय बसेर आएँ, त्यहाँ पनि एउटा साहित्यिक कार्यक्रममा भाग लिने अवसर मलाई मिल्यो। मैले त्यहाँ भने तपाईँहरूले हाम्रो नेपाली भाषालाई विदेशमा बचाउन सक्नुहुन्छ भने तपाईँको यहाँ बस्नुभएको औचित्य छ, होइन भने तपाईँहरू सबै यहाँ बस्नुको औचित्य छैन। भाषा बचाउनुहोस्, छोराछोरीलाई अङ्ग्रेजी मात्रै बनाउने होइन, नेपाली पनि बोली बनाउनुहोस्। सक्नुहुन्छ केही लेख्न सिकाउनुहोस्, यस्ता कार्यक्रममा उहाँहरूलाई पनि सहभागी बनाउनुहोस्। मैले उहाँलाई भने तपाईँहरूले जुन ठाउँमा जहाँ जसरी बसेर भए पनि नेपाली साहित्य, नेपाली भाषालाई विकास गर्ने जुन जमर्को गर्नुभयो, सकि नसकि जसरी आफ्नो क्षेत्रबाट सकिन्छ त्यति गर्ने हो। आफूसँग जति क्षमता छ त्यति गर्ने हो, बढी गर्नु सक्छ। महासचिवज्यू, कार्यक्रमका प्रमुख अतिथिज्यू, केन्द्रीय महासचिव आदरणीय रोहित कुँवरज्यू, सगरमाथा साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष आदरणीय अजित उत्सवज्यू, मैले तलमाथि चाहिँ गरेँ क्रमैसँग आउन खोजेको कारणले गर्दा कार्यक्रमका प्रमुख अतिथि, पूर्व क्याम्पसी साहित्यकार आदरणीय विष्णुपन्त सर, संस्थाका सल्लाहकार, नेपाल शाखाका सल्लाहकार तथा आजका विशिष्ट अतिथि साहित्यकार आदरणीय कलानिधि दाहालज्यू, नेपाल शाखाका सल्लाहकार आदरणीय साहित्यकार आजका विशिष्ट अतिथि हरिभक्त श्री देवमहेशज्यू, पूर्व सिडिओ वरिष्ठ समालोचक साहित्यकार आदरणीय युवराज मैनालीज्यू, त्यसै गरी विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका
आदरणीय साहित्यकारज्यूहरू, केन्द्रीय प्रवक्ता राजेश राज गर्तौलाज्यू, नेपाल इन्चार्ज अमन एकलज्यू, त्यसै गरी सिस्नुपानी नेपालका खरेन्द्र बराज्यू लगायत यस संस्थामा आजको कार्यक्रममा पाल्नुभएका सम्पूर्ण व्यक्तिहरूलाई हृदयत नमन गर्छु, अभिवादन गर्छु। आज हामी यहाँ 11 बजेदेखि बसिरहेका छौँ। मलाई बोल्न एकदम अप्ठ्यारो भएको छ, किनभने हामीले झन्डै 4 घण्टादेखि यहाँहरूलाई यस हलमा राखिरहेका छौँ। त्यस कारणले कतै प्रमुख अतिथिकै बाटो हिँड्नुपर्छ कि म पनि भन्ने पनि लागिरहेको छ। तर पनि प्रमुख अतिथि बोल्नुभन्दा अगाडि नै धन्यवाद मन्तव्य जोडिएको कारणले गर्दा मैले कम्तीमा पनि प्रमुख अतिथिज्यूलाई धन्यवाद दिनुपर्छ। विशेष गरी हामीलाई यस हल उपलब्ध गराउने कार्यमा प्रमुख अतिथिज्यूले हामीलाई सहयोग गर्नुभएको छ र यस कार्यमा सहकार्य गर्नुभएको छ आदरणीय हरिभक्त सिक्देल महेशज्यूले। यहाँहरू दुवैजनालाई म यस हलमा हामीलाई यो कार्यक्रम यति सहजतापूर्वक ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्नुभएकोमा विशेष आभार व्यक्त गर्दछु मेरो तर्फबाट तथा संस्थाको तर्फबाट। त्यसै गरी आजको यस कार्यक्रम सम्पन्न गर्नको लागि, सफल बनाउनको लागि संस्थाका सल्लाहकार आदरणीय कलानिधि दाहालज्यूले पनि त्यत्तिकै सहयोग गर्नुभएको छ। किनभने यहाँहरू धेरैजनालाई ज्ञात छ, म लामो समयदेखि आराममा थिएँ। त्यसले गर्दा यहाँहरू कसैलाई पनि मैले एकल फोन पनि गरेको छैन। यहाँ दुईजना सल्लाहकारले नै यो सबै चाँजो बाँजो मिलाउनु भएको छ र त्यसको साथै केन्द्रीय प्रवक्ता राजेश राज गर्तौलाज्यूको ठूलो सहयोग प्राप्त भएको छ, समन्वय गर्नुभएको छ र संस्थामा महासचिव सुशीला शर्मा धमलाज्यूको त्याग तपस्या योगदानलाई कदापि बिर्सन मिल्दैन। उहाँको सम्पूर्ण योगदान यस संस्थामा आजको कार्यक्रम सम्पन्न गर्नको लागि रहेको छ। त्यसपछि नेपाल इन्चार्ज अमन एकलज्यूले पनि हरेक कार्यक्रम सफल गर्न जुन खालको भूमिका निर्वाह गर्नुभएको थियो, आजको कार्यक्रम सम्पन्न गर्नको लागि उहाँको पनि त्यत्तिकै ठूलो भूमिका रहेको छ। त्यस कारणले गर्दा यहाँहरू सबैलाई मैले विशेष धन्यवाद दिनै पर्छ। हुन त हाम्रो पनि कार्यक्रम हो, हामीलाई किन धन्यवाद दिइरहनु पर्छ र भन्ने उहाँहरूलाई लाग्न सक्छ। तर पनि म एकजना अध्यक्ष भएको नाताले मैले यो कुरा कन्जुसाइ गर्नु हुँदैन भन्ने लाग्छ। अब मैले धन्यवाद दिनुपर्छ सगरमाथा केन्द्रीय कमिटीलाई, किनभने म अघिल्लो कार्यकालमा पनि म उपाध्यक्ष पदमा थिएँ र मैले त्यहाँ रहँदै गर्दाखेरि लामो समयदेखि म असाध्यै व्यस्त रहेँ। मलाई यो जिम्मेवारीबाट मैले राजीनामा दिन्छु, प्लिज मलाई यो जिम्मेवारी नदिनुहोस् न भनेर एकदमै यहाँहरूलाई अनुनय विनय गरेको थिएँ र म एकदमै निष्क्रिय अवस्थामा आइपुगिसकेको थिएँ। म सक्दिनँ है, मैले सकिनँ जिम्मेवारी वहन गर्न भन्दै गर्दाखेरि यहाँहरूले मलाई फेरि अध्यक्षको जिम्मेवारीमा ल्याइराख्नु भएको थियो। जब म हस्पिटलमा जाने दिन आइपुगिसकेको थियो, म यहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु र अबको जिम्मेवारी भनेको के कसरी भूमिका निर्वाह गर्न सकिन्छ, हामी आगामी दिनमा एकताबद्ध ढङ्गबाट अगाडि बढ्नेछौँ। संस्थामा सम्पूर्ण साथीहरूले एक मन एक वचनले कार्य सम्पन्न गर्नको लागि सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्छ, गरिराख्नु भएकै छ। हामी एकताबद्ध भएर अगाडि बढ्नेछौँ र यस कार्यमा सगरमाथा केन्द्रीय कमिटीले पनि हामीलाई पूर्ण रूपमा सहयोग गर्नेछ, साथ दिनेछ भन्ने कुरा मलाई विश्वास लाग्छ, दिइरहेकै हो, दिनेछ। र त्यो सँगसँगै हामीले यहाँ यति राम्रो सल्लाहकारहरू पाएका छौँ कि हामीले उहाँहरूलाई सल्लाहकारको रूपमा परिभाषित नगरे पनि, उहाँहरूको नाम हामीले परिभाषित रूपमा नराखे पनि उहाँहरूबाट सल्लाह सुझाव हामीले सधैँ प्राप्त गरेकै छौँ। हामीले मात्र होइन, उहाँहरूले जो कसैलाई पनि सल्लाह सुझाव दिनको लागि कहिल्यै कन्जुस गर्नुभएको हामीले देखेका छैनौँ। त्यस कारणले गर्दा पनि आगामी बाटो हामीले फराकिलोसँग खड्न सक्छौँ भन्ने कुरा मलाई एकदमै विश्वास लागेको छ। यति भन्दै आजको यस कार्यक्रम सम्पन्न गर्नको लागि र विशेष गरी आजको यो कार्यक्रमलाई यहाँसम्म 4 घण्टा लामो बस्नको लागि यहाँहरूले जुन शालीनता प्रस्तुत गर्नुभयो यसको लागि विशेष आभार व्यक्त गर्दछु र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै आजको कार्यक्रम यही समापन भएको बेहोरा जानकारी गराउँछौँ। अब हामी सामूहिक तस्बिर लिँदै आजको कार्यक्रमबाट छुट्टिनेछौँ। धन्यवाद।